हेलो गाइज, वेलकम टू आवर न्यू भिडियो। र आज हामीले एउटा चिज मगाएका छौँ। यो चाहिँ हामी अहिले भन्नेवाला छैनौँ किनभने थोरै सरप्राइज दिनुपर्छ। र यो चाहिँ दीपक दाइले रिसिभ गर्नुभएको थियो, त्यही भएर मैले दीपक दाइकै मोबाइलदेखि अर्डर पनि गरेको थिएँ। ल अब यसलाई खोलेर हेरौँ। सामान यही हो, हेर्नुहोस्। यो चाहिँ 4 च्यानल रिमोट र रिमोट कन्ट्रोल कार हो। आई मिन रिमोट र रिसिभर हो। अब यो पेपर पनि दिनुभएको छ। यो चाहिँ हाम्रो कामको भएन, पछि पढाउँदा केही छैन। सीधी उंगली से घी ना निकले तो उंगली टेढ़ी करो, मेरी माँ ने सिखाया है। यो चाहिँ रिसिभर र यो रिमोट त हेर्दा दामी देखिरहेको। तपाईहरु हेर्न सक्नुहुन्छ। यसमा सजिलो नै दिएको छ। यहाँ फरवर्ड, ब्याकवर्ड, अनि भोल्ट प्लस, भोल्ट माइनस र लेफ्ट राइट भन्ने सजिलै नै दिएको छ। तपाईहरु जसरी जो मान्छेले नि यसरी हेर्न सायद थाहा पाउन सक्नुहुन्छ र हेर्न सक्नुहुन्छ। प्लस र माइनसमा नि एकदम सजिलरी भोल्ट प्लस, भोल्ट माइनस सिधै ब्याट्रीमा जोड्ने, यता फरवर्ड, ब्याकवर्ड। अनि यो रिमोट, अब रिमोटमा पनि हेर्न सक्नुहुन्छ। सजिलो नै प्लस माइनस, काम खतम, यति नै हुनेछ। र अब हामी वायरिङ गर्न गइरहेका छौँ। वायरिङका सामानहरू आइसकेका छन्। अब हामी सिधै वायरिङ गर्न जान्छौँ। मैले कनेक्सन गरिसकेको छु। अब काम गर्छ कि नै सिधै हेरौँ। काम गर्यो, हेर्न सक्नुहुन्छ। हामी मान्छे खतरनाक हो, यति खतरनाक ब्याट्री राखेका छौँ। यदि तपाईहरुलाई नि यस्तै सामानहरू चाहिन्छ भनेपछि तपाईहरु दराजमा लिन सक्नुहुन्छ। यो चाहिँ जम्मा 300 रुपैयाँको हो, तर यो चाहिँ टिक्छ जस्तो लाग्छ। किन अब यो चाहिँ नि तपाईहरुलाई यदि किन्न मन लागेको छ, किन्न इच्छुक हुनुहुन्छ भने हाम्रो लिङ्कको डिस्क्रिप्सनमा गएर फटाफट लुटिहाल्नु। आजको लागि यति नै। जय नेपाल, जय नेपाल। बाइ बाइ।